नमस्कार अनि स्वागत छ सम्पूर्ण साथीहरूलाई अर्को एउटा भिडियोको साथमा म उपस्थित भएको छु सुजन। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुस्, च्यानललाई सब्स्क्राइब गर्नुस् र लाइक गर्नुहोला। भिडियो मन पर्यो भने शेयर पनि गर्नुहोला। र आजको भिडियोमा विशेष गरेर तपाईहरुलाई म जुन CWC लिग 2 ओडीआई वर्ल्ड कपका लागि यो छनौट प्रक्रिया हो CWC लिग 2 जुन नेपालले आफ्नो होम एन्ड अवे गरेर आफ्नो घरेलु मैदान र विपक्षी टिमको घरेलु मैदानमा गएर नेपालले खेल्ने क्रम चलिरहेको छ र नेपालले अझै कतिपय खेलहरू खेल्न बाँकी छ, सिरिजहरू खेल्न बाँकी छ र प्रत्येक तीनवटा टिमको सिरिज भइराख्दाखेरि प्रत्येक टिमसँग दुईवटा खेल खेल्छ एउटा सिरिजमा। जुनसुकै टिमले पनि जुन युएई घरेलु टिम रहेको छ युएई मा सिरिज हुन गइरहेको छ र अर्को टिम रहेको छ युएसए को टिम र युएसए को टिम र युएई सँग खेल्न लागेको तीन देश बीच हुन लागेको सिरिजमा नेपालले दुवै टिमसँग दुईवटा खेल खेल्नेछ। 50 ओभर अर्थात् ओडीआई फर्म्याटको खेल र दुईवटा खेल खेल्ने क्रममा जम्मा 4वटा खेल खेल्नेछ र त्यो खेलहरूमा नेपाल अहिलेसम्म लिग 2 का खेलहरू खेल्ने क्रममा घरेलु मैदानमै पनि खेलिसकेको छ, घरेलु मैदानमा अझै पनि खेल्नेछ र अवेमा गएर पनि खेल्नेछ हैन। र त्यो खेलहरू भइराख्दाखेरि नेपालले यो स्कटल्यान्ड आफ्नो स्कटल्यान्ड टुर गरेको थियो यसभन्दा अगाडि लगभग 3-4 महिना अगाडि स्कटल्यान्डमा नेदरल्यान्ड र स्कटल्यान्डसँग नेपालले खेलेको थियो। 4 खेलको सिरिज खेल्ने क्रममा नेपालले दुवैवटा खेल जितेको थियो नेदरल्यान्ड्स विरुद्धको खेलमा र स्कटल्यान्ड विरुद्ध भने एउटा खेल जितेको थियो। एउटा खेल 2 रनले पराजित हुँदाखेरि 4 खेल खेल्दा 3वटा खेल जित्दै नेपालले 6 अङ्क जोड्न सफल भएको थियो आफ्नो पोइन्ट्स टेबलमा। 8वटा टिम प्रतिस्पर्धा गर्नेछन् लिग 2 मा हैन, तपाईहरुलाई पनि थाहै छ। र लिग 2 को पोइन्ट्स टेबलको सेकेन्ड लास्टमा रहेको छ नेपाल अर्थात् 7औं नम्बरमा रहेको छ नेपाल। र हामीलाई एउटा कुरा के पनि बुझ्नु पर्ने छ भने युएसए को टिम ओडीआईमा अहिले लिग 2 मा निकै नै बलियो टिम देखिरहेको छ। 8 टिम मध्येमा दोस्रो नम्बरमा रहेको छ लिग 2 को पोइन्ट्स टेबलमा। त्यो हुनाले पनि उसले अहिलेसम्म 20 खेल खेल्दाखेरि 14 खेल जितेर 6वटा खेल मात्र हारेको छ र पोइन्ट्स टेबलमा उसको 28 अङ्क छ। र यता नेपाल भने पोइन्ट्स टेबलको सेकेन्ड लास्टमा रहेको छ अर्थात् 7औं नम्बरमा रहेको छ। नेपालले अहिलेसम्म 16वटा खेल खेल्दा मात्र 5वटा खेल जितेको छ र 9वटा खेल हारेर पोइन्ट्स टेबलमा 12 अङ्क मात्र छ नेपालको। र हामीसँग खेल्न लागेको युएई को टिम जो घरेलु टिम पनि रहेको छ अहिले अब हुन लागेको सिरिजको, र युएई को टिम भने पोइन्ट्स टेबलको लास्टमा रहेको छ अन्तिममा 8औं नम्बरमा। 16 खेल खेल्दा उसले 3 खेल मात्र जितेको छ उसले र 13वटा खेल चाहिँ हारेको छ र पोइन्ट्स टेबलमा मात्र 6 अङ्क छ। लास्टमा रहेको छ पोइन्ट्स टेबलको युएई को टिम। त्यो हुनाले पनि युएई को घरेलु मैदान छ, युएई ले निकै राम्रो खेल्न कोसिस गर्छ, उसले अरु टिमलाई डोमिनेट पनि गर्नेछ र युएसए पनि पोइन्ट्स टेबलको सेकेन्डमा छ, उसले त राम्रो खेल्ने नै भयो। त्यो हुँदै गर्दाखेरि नेपाल क्रिकेट संघ क्यानले भर्खरै मात्र जुन T20 वर्ल्ड कप एसिया एन्ड इस्ट एसिया पेसिफिक छनौट अन्तर्गतको च्याम्पियन बन्न सफल भयो। वर्ल्ड कपमा छनौट पनि भइसकेको छ T20 जुन 2026 मा इन्डिया र श्रीलङ्कामा हुँदैछ। त्यस पश्चात लगत्तै नेपाल हिजो मात्र ओमानबाट युएई पनि गइसकेको छ जुन यो लिग 2 को खेल खेल्नका लागि। र नेपाल क्रिकेट संघ क्यानले लिग 2 को स्क्वाड पनि घोषणा गरिसकेको छ र लिग 2 को स्क्वाडमा हाल पर्न सफल भएका खेलाडीहरू सरसर्ती तपाईहरुलाई म भन्छु। र क्याप्टेन रोहित कुमार पौडेल रहेका छन् स्क्वाडमा, भाइस क्याप्टेन दिपेन्द्र सिंह ऐरी रहेका छन् र त्यसैगरी आसिफ शेख रहेका छन् विकेट किपरमा र त्यसैगरी सन्दीप लामिछाने छन्। अनिल कुमार शाहले कमब्याक गरेका छन्। अनिल कुमार शाहको कुरा गर्ने हो भने उनले भर्खरै लगभग 1 महिना अगाडि नेपाल ए टिमको कप्तानी गरेका थिए। उनको कप्तानीमा आसामको टिमसँग नेपाली ए टिमले 5 खेलको सिरिज खेलेको थियो अनिल शाहको कप्तानीमा ए टिमले र 5 खेल खेल्दा 3 खेल जितेको थियो नेपालले र 2 खेल हार्दा 3-2 को अन्तरले आसाम विरुद्धको सिरिज चाहिँ अनिल कुमार शाहको कप्तानीमा नेपाल ए ले जितेको थियो। र त्यसैगरी स्क्वाडमा कुशल भुर्तेल छन् जुन T20 क्रिकेट वर्ल्ड कपको एसिया एन्ड इस्ट एसिया पेसिफिक छनौट अन्तर्गत निकै राम्रो ब्याटिङ गरेका थिए भुर्तेलले। त्यसैगरी सोमपाल कामी रहेका छन्, करण केसी छन्, नन्दन यादव छन्। पछिल्लो समय निकै नै नेपाली नेसनल टिममा पनि आफ्नो राम्रो बोलिङ गरिरहेका छन्। त्यसैगरी भीम सार्की टिममा कमब्याक गरेका छन् ओडीआई खेलमा, विशेष गरी उनी वन डे म्याचमा विशेष गरेर राम्रो पनि खेल्ने गर्छन्। र त्यसैगरी कुशल मल्लको खेलमा र स्क्वाडमा परिरहनुमा धेरैजनाले नराम्रो कमेन्टहरू पनि गरिरहनु भएको छ, तर कोचले पनि केही न केही हेरेर उनलाई ओडीआई म्याचमा चाहिँ
उनलाई फेरि पनि स्क्वाडमा समावेश गरेका छन् भने आरिफ शेख जो यसअगाडि T20 फर्म्याटको जुन स्क्वाडमा पनि थिए उनी, र त्यसै गरी ललित नारायण राजवंशी छन् स्क्वाडमा, गुलसन झार भएका छन् जुन भर्खरै सम्पन्न वर्ल्ड कप क्वालिफायर T20 वर्ल्ड कप क्वालिफायरमा त उनले निकै नै धमादार खेल खेल्न सफल भएका थिए र अन्तिममा शाहब आलम रहेका छन् जुन T20 वर्ल्ड कप छनौट अन्तर्गत उनी ट्राभलिङ रिजर्भमा पनि रहेका थिए तर स्क्वाडमा थिएनन्। अहिले भने यो ओडिआई म्याचको लागि लिग 2 को खेलको लागि स्क्वाडमा फर्किएका छन् र यी खेलाडीहरू नेसनल टिमको स्क्वाडमा पर्दै गर्दा लिग 2 को स्क्वाडमा पर्दै गर्दाखेरि अन्य खेलाडीहरू 3 जना खेलाडी भने T20 जुन खेल सकिएसँगै ओडिआई फर्म्याटको खेल हुन लाग्दा उनीहरू स्क्वाडबाट बाहिरिएका छन्। जो मोहम्मद आदिल आलम रहेका छन्, सन्दीप जोरा र लोकेश बम, विशेष गरेर यी खेलाडीहरूलाई T20 स्पेसलमा राखिएको छ र T20 मा यिनीहरूलाई राख्दै गर्दाखेरि स्क्वाडमा राख्दै गर्दाखेरि ओडिआईमा चाहिँ यिनीहरू हुने छैनन्। जो 3 जना खेलाडी मैले अघि नै भनिसके, जो अनिल कुमार शाह, भीम सार्की र यतापट्टि शाहब आलम चाहिँ यो लिग 2 का लागि इन हुँदै गर्दाखेरि 3 खेलाडी आउट भएका छन्। यो प्रकारको नेपाल क्रिकेट संघले स्क्वाड घोषणा गरेको छ। अब केही दिनपछि लिग 2 का खेलहरू युएई र युएसए सँग नेपालले खेल्ने नै छ र नेपाल त्यसै गरी युएई युएसए बीचको खेल कहिले कहिले रहेको छ त भनेर तपाईहरुलाई म म्याच स्याडुल अर्को भिडियोमा तपाईहरुलाई म लिएर आउने छु र ओडिआईमा नेपाली खेलाडीहरुको के कस्तो रेकर्ड रहेको छ त, ओडिआई खेलमा बलिङ ब्याटिङ के कस्तो रेकर्ड रहेको छ त्यो अपडेट पनि म अर्को भिडियोमा दिनेछु। आजको लागि भने यो भिडियोमा यति जानकारी दिएँ। थ्याङ्क यू सो मच जसले अन्तिमसम्म भिडियोलाई हेरेर साथ दिनुभयो। फेरि पनि एकचोटि भन्न चाहन्छु, लाइक गर्नुहोला, यो भिडियोलाई मन पर्यो भने शेयर पनि गर्नुहोला र हाम्रो यो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। अर्को भिडियोमा फेरि पनि भेट्नेछौँ। नमस्कार, थ्याङ्क यू सो मच।